वास्तवमा कर्णाली प्रदेश एउटा भाषा र संस्कृतिको उद्गम स्थल हो, जहाँ प्रकृतिका ती मनोरम छटाहरू छन्, प्रकृतिले दिएका हरेक चिजहरू छन्, सँगै भाषा र संस्कृतिका ती अनुपम उपहारहरू छन्, जहाँ संसारभरमा हामी नेपाली हौँ भनेर आफ्नो भाषा अनि संस्कृति परम्परा रीतिरिवाजले चिनिन पाएका छौँ। त्यो भएर हामी भिजिट कर्णाली रोधीघरको यो युट्युब च्यानलमा विशेष गरेर पुराना हामी अग्रजलाई सम्मान अनि अनुजलाई प्रोत्साहन गर्दै भिजिट कर्णाली रोधीघर परिवार कलायात्रामा निरन्तर अगाडि बढिरहेको छ। हामी साहित्य र सङ्गीत एउटै सिक्काका दुई पाटाहरू हो। त्यो भएर साहित्यले जे कुरा बोल्छ, सङ्गीतले सङ्गीत मार्फत माधुर्यता धुन भर्दै त्यो सङ्गीत मार्फत साहित्यका हरेक शब्दहरूलाई बोल्ने गर्छ। त्यो भएर आज हाम्रो माझमा साहित्यकार युद्ध विक्रम शाहीजी हुनुहुन्छ। उहाँलाई हाम्रो माझमा साहित्यकार युद्ध विक्रम शाही विवशजी हुनुहुन्छ। उहाँलाई म आफ्नो गजल वाचनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यो भिजिट कर्णाली रोधीघरको दोस्रो श्रृङ्खलामा म यहाँहरूको बिचमा एउटा गजल प्रस्तुत गर्ने अनुमति चाहन्छु। मेरो गजलको शीर्षक छ र त कठिन हुन्छ। हो, यो ब्रह्माण्ड घुमेपछि रात हुन्छ दिन हुन्छ, यो ब्रह्माण्ड घुमेपछि रात हुन्छ दिन हुन्छ, सँगसँगै जिन्दगी हो र त कठिन हुन्छ। यो ब्रह्माण्ड घुमेपछि रात हुन्छ दिन हुन्छ, सँगसँगै जिन्दगी हो र त कठिन हुन्छ। कठिन भित्र मुस्कुराउनु त्यही त हो जिन्दगानी, कठिन भित्रै मुस्कुराउनु त्यही त हो जिन्दगानी, सुख दुःख बुझेपछि यो मन मिहिन हुन्छ, सँगसँगै जिन्दगी हो र त कठिन हुन्छ। व्यवस्थाकै पीर मर्काले हामी मरेका छौँ, व्यवस्थाकै पीर मर्काले हामी मरेका छौँ, एउटा शत्रु व्यवस्था हो अर्को ऋण हुन्छ, सँगसँगै जिन्दगी हो र त कठिन हुन्छ। मान्छे बस्छ विपेसना ध्यान पनि गर्छ, मान्छे बस्छ विपेसना ध्यान पनि गर्छ, ध्यान पछिको जिन्दगानी किन निरस हुन्छ, सँगसँगै जिन्दगी हो र त कठिन हुन्छ। मान्छे किन जुलुस बोल्छ आफन्तकै लागि, मान्छे किन जुलुस बोल्छ आफन्तकै लागि, आफन्तलाई जाँचेपछि आफ्नै चिन हुन्छ, सँगसँगै जिन्दगी हो र त कठिन हुन्छ। यो ब्रह्माण्ड घुमेपछि रात हुन्छ दिन हुन्छ। धन्यवाद। मेरो दोस्रो गजल रहेको छ सपना विपना हाम्रो। सपना विपना हाम्रो अनसन बसिरहेको छ, सपना विपना हाम्रो अनसन बसिरहेको छ, सहने कसरी होला सही नसक्नु पो भएको छ। सपना विपना हाम्रो अनसन बसिरहेको छ, सहने कसरी होला सही नसक्नु पो भएको छ। सहनेका सहकाल फर्किन्छ कि जिन्दगीको, सहनेका सहकाल फर्किन्छ कि जिन्दगीको, सहकालै नआएर मुस्किलले सहेको छ, सहने कसरी होला मुस्किल पो भएको छ, सही नसक्नु पो भएको छ। कर्तव्य पालना गर्न यो जिन्दगी खर्चिएको, कर्तव्य पालना गर्न यो जिन्दगी खर्चिएको, भनेर यथार्थ कथा सबै सामु कहेको छ, सहने कसरी होला सही नसक्नु पो भएको छ। भाटा कुटी खेले जस्तै खेलेर सकिएपछि, भाटा कुटी खेलेर सकिएपछि समयले हामीलाई मिल्काएरै गएको छ, सहने कसरी होला सही नसक्नु पो भएको छ। खोला सुके मूल सुके तिर्खाको ख्यालै नगरी,
खोला सुके मूल सुके तिर्खाको ख्यालै नगरी तैपनि जिन्दगी हाम्रो खोला जस्तै बहेको छ तैपनि जिन्दगी हाम्रो खोला जस्तै बहेको छ सहने कसरी होला सही नसक्नुको भएको छ सपना विपना हाम्रो अनसन बसिरहेको छ। धन्यवाद। मेरो तेस्रो गजलको शीर्षक रहेको छ फुल लैजाऊ सजाउन। फुल लैजाऊ सजाउन फल चढाउन, फुल लैजाऊ सजाउन फल चढाउन, मन्दिर पस्यौ हात जोड्यौ दुःख घटाउन। जाति पाति छुवाछुत किन हुन्छ हजुर, जाति पाति छुवाछुत किन हुन्छ हजुर, आउनुहोस् लागौँ सबै विभेद हटाउन, मन्दिर पस्यौ हात जोड्यौ दुःख घटाउन। नारी पुरुष बराबरी भन्दै आएका छौँ, नारी पुरुष बराबरी भन्दै आएका छौँ, त्यसो भए नारीलाई अघि बढाउन, मन्दिर पस्यौ हात जोड्यौ दुःख घटाउन। निजी कहाँ हुन्छ हजुर ज्ञानको पाठशाला, निजी कहाँ हुन्छ हजुर ज्ञानको पाठशाला, स्कुल एउटै बनाइदिउँ न मान्छे पढाउन, मन्दिर पस्यौ हात जोड्यौ दुःख घटाउन। धर्म अनि संस्कृतिको शिविर खडा गरी, धर्म अनि संस्कृतिको शिविर खडा गरी, जोर जुलुम किन हुन्छ मान्छे लडाउन, मन्दिर पस्यौ हात जोड्यौ दुःख घटाउन। फुल लैजाऊ सजाउन फल चढाउन। धन्यवाद। वास्तवमा साहित्यका हरेक शब्दहरूले आङसिङ्ग बनाइदिएका छन्। शब्दका हरेक ती गहिराइमा डुब्यो भने हामी कहाँ हराउँछौँ साहित्य